साथीहरु मेरो YouTube च्यानलमा तपाईलाई स्वागत छ। साथीहरु सब्स्क्राइब गरिदिनु होला। म चाहिँ बनाउँदै छु आज चाहिँ खीर बनाउँदै छु। त्यसको लागि पहिला चाहिँ मैले एउटा हान्डीमा दुध हाले। दुध अलि चाहिँ तातो हुन दिन्छु। दुध अगाडि मैले उमालेको थिए, चिसो भइसकेछ, फेरि तताउँछु खीर बनाउनको लागि। अनि खीर म चाहिँ बनाउँछु त चामलको वाला खीर बनाउँछु है। चामलको खीर बनाउँछु। चामलको खीर बनाउनको लागि पहिला चाहिँ मैले चामल धोएर राखेँ। दूध उम्लिसकेछ। अब म यसमा हाल्छु चामल। चामलको खीर पनि एकदमै मिठो हुन्छ साथीहरु। मलाई चाहिँ खासै मन पर्दैन खीर, गुलियो मलाई मन पर्दैन। त्यही पनि म बनाउँदै छु। अब यसलाई चलाइदिन्छु। यसमा हाल्छु चिनी। चिनी पनि हाल्नुपर्छ, आफूलाई कतिको मिठो लाग्छ। गुलियो मन पर्ने कसैलाई धेरै हुन्छ, कसैलाई कम हुन्छ। म चाहिँ अलिक कमै हालेर बनाउँछु। अब यसलाई चलाउँछु। यसमा मैले चाहिँ अब हाले इलायची र काजु अलिकति। अब ग्यासको भोल्युम पनि अलिक कम गरिदिन्छु। अहिले मजाले पकाउँछु। खीर पाक्नमा अलिक टाइम लाग्छ। साथीहरु मेरो भिडियो हेरेर तपाईलाई कस्तो लाग्छ राम्रो कमेन्ट गर्नु होला अनि सपोर्ट पनि गर्नु होला है। साथीहरु खीर पाकिसकेछ। हेर्नुस् कस्तो राम्रो पाकिसकेछ। यो चाहिँ एकदमै मिठो लाग्छ खानामा। ल तपाईहरु अब कमेन्टमा भन्नु होला कस्तो रहेछ। अब ग्यास बन्द